लसुन दुर्घटनामा परेर एकै परिवारको सबैजनाको मृत्यु भयो रे। अरे शिव एका बिहान के सुन्न पर्छ? ल हेर सुन्न मात्र होइन यहाँ देख्न नि पाइन्छ। हेर्न यहाँ यसरी बुढा तिमीले नि धेरै मोबाइल नचलाऊ, छोराछोरीले सिको गर्न लागिसके। तँ नि बिहान बिहान नकसकस गर न। ल त्यसो भए म कामतिर लागे, छोराछोरीलाई पनि खानासाना खुवाएर स्कुल पठाएछ है त? हस् हस् राम्रोसँग जाऊ है। ल उता ठुलो छोरा विक्की भने मोबाइलमै व्यस्त भएर गेम खेलिरहेका छन् र रोहित पनि दाइले खेलिरहेको गेमलाई जिज्ञासा दिँदै हेरिरहेका छन्। आमाले विक्की र रोहितलाई यहाँबाट आँखा क्या आउँदा चाहिँ राम्रो टाउको देखा होला मर्निङ। ल बस बस सबैजना। तिमीहरूको फर्स्ट टर्मको रिजल्ट पनि आएको छ, जसमा चाहिँ रोहित प्रथम भएको छ। ल धेरै धेरै बधाई छ। प्रथम भएको छ रोहित। समीर र तिम्रो पनि राम्रो छ, अझै राम्रो गर्दै जाऊ है बाबु। ल उर्मिलाको पनि राम्रो छ, अझै मेहनत गर्न जरुरी छ है उर्मिलालाई। ल सबैजनाले धेरै राम्रो गरेको छ, अझ राम्रो गर्नुपर्छ है। हाम्रो विद्यालयको पनि नाम धेरै अगाडि गर्नुपर्छ तिमीहरूले। ल आज चाहिँ हामी के पढ्ने? टेबल पढ्ने। सबैजनाले राम्रोसँग पढ है। ल लेख्यौ नि होइन सबैजनाले। ल भोलि पनि मैले यही सोध्छु, राम्रोसँग पढेर आउने है त। ल सबैजना ल सबै पढ्ने भोलि। हजुर आयो छोरा? ओहो ब्याग देऊ ल म राखिदिन्छु। के पढेर आयो नि? हो र? खै भन त। अब गएर आऊ, म खाना पस्किँदै गर्छु। अनि खाजा खाने, एकछिन खेल्न बस्ने, अनि किताब पढिहाल्ने है। ल जाऊ 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 जाऊ। यतिकैमा आमाले रोहितको मोबाइल लिएको वास्ता गर्दैनिन् र आफ्नो काममा व्यस्त हुन्छन्। साँझमा खाना खाने बेला बुढा ए बुढा के भयो होइन फेरि? छोराहरूलाई लिएर बाहिर निस्क त। ल म खाना खाने बेला भइसक्यो, म खाना पस्किदिन्छु। सबै यही त छ है। यही त छन् तेरा छोराहरू। हेर्न कति मोबाइल हेर्छ अहिले। भात खाने बेला भइसक्यो। ल छिटो ल्याइहाल, यहाँ भोक लागिसक्यो। हेर्न बसेको ढङ्ग हेर्न बसेको। कान्छु खै त। ओहो मोबाइल नै हेरेर बसेछ। लु 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 खाना खाऊ। ल खाना खाऊ। हात पनि नदिकन खाना खान्छ। हेर्न हात धुनु पर्दैन। ल ल ल मोबाइल छोड के खाना खाने हो अब। ल ल मोबाइल हेरेरै भयो नि खाना खाऊ। खाना ल भयो भयो आज भोलिका केटाकेटीहरू मोबाइल नभए खाना नि खाऊ। ल उठ अब। यसरी नै दिनहरू बित्दै जान्छन्। महिना दिनहरूसँगै विक्की केही दिन भयो बङ्खा हानी छ। अब
किन भन्नु फेरि हाम्रो हेर्न केटो एक्जाम पनि राम्रो लागिसक्यो दिमागमा चाहिँ केही जट छैन केही आउँदैन केही छैन फिट्टो छैन दिमागमा अनि हेर के हो कुरो भन्दाखेरि ठ्याक्क 10 बजे म घडी हेर्छु फेरि घडी हेरेर ठ्याक्क बाबुआमालाई ल बेला भयो अब बोर्डिङ जाने स्कुल जाने ल गयौँ हामी भनेर भाइलाई हिँड्छु स्कुल जान्छु पाले दाइलाई यस्तो भाइ छोड्छु अनि तँसित आइहाल्छु के अरे 4 बज्यो अब ठ्याक्क भनेपछि फेरि अब फेरि घर त जानु पऱ्यो फेरि माइया त बाउ फेरि कचकचै छ नि मेरो हेर पिटे खाना लाग्यो पिट्छ उठ्नु लाग्यो पिट्छ हैरानै पारिसक्यो मलाई त अनि त्यही भएर अब यस्तै भइरहेको जिन्दगी एकदम बेहाल चलिरहेको मेरो त अनि यस्तो बुद्धि सङ्कट छ कहाँ गर्नु भयो मैले फेरि सङ्कट खोज्नु कता परेछ पारिहाल्छ पहिला त पनि सल्काइ बेग्लै मजा छ कि केटा यो धुवामा छुट्टै नसा छ कि केटा अब हेर तेरो दाइले के सिकेछ तँलाई के देखाउँछ अब हेर हेरिराख्नु खतरा गर्छ कहाँबाट सिक्छ यस्तो अब यो स्कुलमा लागेर केटाहरूको लैजामा लगाएर खाना थाल्यो कि तेरो भन्ने हो भने 1 वर्ष भइसक्यो अब पनि नसिके त लाजै गर्नुहुन्छ बरु त मेरो साथी हो भन्न तैँले यस्तो धुवा निकाल्नुहोस् भने लाज हुन्छ हेर सिकिहाल्छु अहिले सिकाइहाल्छु के खबिन्छ हुन्छ रेडी पोजिसन थाहा पनि हाम्रो पोजिसन कस्तो थाहा थाहा भएको ल राखे पहिला सिकाउनु पर्छ यत्रो भइसक्यो ताल सट्टा फुक ठिक छ अब फेरि के हो कुरो भन्दाखेरि एउटै प्रोडक्ट फेरि कति चाख्ने के केटो यो सुट्टा एउटै तान्दै त मलाई अलिक वाक्कै लागिसक्यो हेर अब अलिकति डिफ्रेन्ट फ्लेभर ट्राई गर्नु त अब मजा हुन्थ्यो के हुक्का हान्न जाने हो त हुक्का पनि हुन्छ है आजकल त नाना थरी छ हेर मार्केटमा हुक्का भेप जे भन्यो त्यही छ तर फेरि भेपको लागि त अलिकति बजेटले भेट्दैन हुक्कै खाना पनि त्यति धेरै धनी त होइन अब यसो 10 छ पैसा अलिअलि छ जाने हो र अनि तँले जाने हो भने जाने हो के चल हेर अब फेरि हुक्कामा हेर केटो भिलेनहरूले मुभीहरूमा हुन्छ नि एकदमै राम्रोसँग उडाएको हुन्छ कि धुवा त्यस्तै गरेर उडाउनु पर्छ है ल जानुभन्दा अगाडि अस्ति भर्खर हाम्रो स्कुलको दाइले खतरा स्टोरी अपलोड गरेको थियो कि फेरि खतरै फोटो खिच्न त आइफोन छ नि तसँग ल हामी ल यता ओ दामी ल अब सेल्फी पनि यस्तो खतरै धेरै फेरि खतरै खानी खुट्टा फेरि भाइ हाम्रो पोस्ट ल दामी ल लागि हो ल बाबुहरू सबैजना हामी चाहिँ अस्ति 4 को टेबल पढ्यौँ आज चाहिँ 5 को टेबल पढ्ने है ल सबैजनाले आफ्नो कापी किताब निकाल ल लेख्न थाल है म बोर्डमा लेख्छु ल सबैजना लेख है 5 1 जा 5 5 2 जा 10 5 3 जा 15 सबैजनाले लेखिरहँदा रोहित भने अल्मलिएर बसिरहेका हुन्छन् 25 सबैजना लेखिरहेको छौ रोहित के भयो तिमी किन नलेखेको म्याम त्यो त देखिएकै छैन देखिएको छैन किन पहिला त राम्रै लेख्थ्यौ त तिमीले टाउकोले दुखिरा आँखाले दुखिरा घरमा धेरै मोबाइल हेर्छ कि क्या हो के भन्छ आजकलको बच्चाहरू जो पनि क्लासमा गयो आँखा देख्दैन भन्छ त यो मोबाइलको लतले बिगारे जस्तो छ सबैलाई रोहितको क्रियाकलाप पहिलाको भन्दा निकै कम भइसकेको छ र यतिकैमा विद्यालयको घन्टी बज्छ लेख सबैजनाले ओहो घन्टी पनि बजिसकेछ ल यो पाठ चाहिँ सबैजनाले राम्रोसँग पढेर आउने र रोहित विशेष गरी तिमी राम्रोसँग पढेर आऊ है
के भन्छ आजकलको बच्चाहरू जुन क्लासमा गए खाली टाउको दुख्यो आँखा देख्दैन भन्छन्। यो रोहित कति राम्रो थियो पहिला, कति सबै कष्ट हुने बच्चा, आजकल पढाइ पनि खस्किरहेको छ, आँखा देख्दैन टाउको देख्दैन भन्छ। यसको आमा बाबासँग कुरा गर्नुपर्ने छ। यसको अवस्थामा देख्दछिन्। 7 पनि बज्यो, अब घरतिर जानु पर्यो। ओहो, यो त हाम्रो स्कुलमा पढ्ने बिक्की जस्तो पो देखिन्छ त। हेर किन स्कुल नआउँदो रहेछ भनेको त यस्तो जम्मा भएर चुरोटको लतमा खसेछ। आजकलको केटाहरू अलिक ठुलो क्लासमा गयो सङ्गतले बिगार्ने। ओहो, म त छिट्टो फोन गर्नुपर्ने छ अब भोलि स्कुल जाने बित्तिकै। हेलो, हजुर म्याम, हजुर नमस्कार म्याम। हजुर सर नमस्कार। हजुरसँग केही कुरा गर्नुपर्ने थियो बिक्की र रोहितको बारेमा। आज चाहिँ मलाई मेरो अफिसमा आएर भेट्नु होला है त। हुन्छ म्याम, हस् म यसो मिलेर आउँछु नि। हुन्छ हुन्छ सर, हस् नमस्कार। हस्। ए बुढी, ल आइज छिटो आइज। तेरा छोराहरूले स्कुलमा के राम्रो काम गरेछन्, टिका सिका लगाइदिन्छन् क्या हो पनि। ल छिटो चिटिक्क परेर आइहाल है। चिटिक्क भए ओहो, साह्रै राम्रो देखिस् त। ल ल हिँड्दा नि जाउँ। ओ म्याम नमस्कार। हजुर हजुर सर नमस्कार। नमस्कार म्याम, बस्नुहोस् न। बस बस बुढी बस। केही समयपछि बिक्की र रोहितका आमा बुबा स्कुल आइपुग्छन्। हजुर म्याम, के कति कामले मलाई फोन गर्नुभएको थियो बिहान? हजुर सर, हजुरहरूसँग केही कुरा गर्नुपर्ने थियो। रोहित त्यति राम्रो बच्चा, सधैँ प्रथम हुने, कति राम्रो पढ्ने, क्लासमा पनि कति जागरिलो भएर सुन्ने। आजकल के भइरहेको छ उसलाई, एक्लै एक्लै बस्ने, अरूसँग पनि खासै नबोल्ने, पढाइमा पनि निकै खस्किँदै गइरहेको छ, आँखा पनि देख्दैन भन्छ त। पहिला त त्यस्तो थिएन केही पनि। हो र म्याम, म त बिहान उठ्दा बित्तिकै काममा जान्छु। के हो तेरो छोराहरू त आँखा देख्दैनन् रे त। घरमा त राम्रै खेल्छ म्याम। हो र, कि त धेरै मोबाइल पो हेरेर हो कि? मोबाइल त हेर्छन् तिनीहरूले। हो र, त्यही त। स्कुलमा आजकल धेरै बच्चाको आमा बुवाहरू यही समस्या लिएर आउनुहुन्छ। जो बच्चाको पनि टाउको दुख्यो, आँखाले राम्रोसँग देखेको छैन भनिराखेको छन्। अनि तपाईँहरू पनि विचार गर्नु होला, मोबाइल धेरै नदिनु होला। अनि हिजो मात्रै बिक्कीलाई पनि मैले साथीहरूसँग जम्मा भएर चुरोट खाएको देखेको थिएँ। हेर्नु त, 1 हप्ता भयो स्कुल नआएको पनि। चुरोट खाएर तेरो छोराले यो सबै तेरो करामत हो कि? दुईटा छोरालाई सम्हाल्न सक्दैन छैन। त्यही त नि, त्यही भएर मैले बोलाएको। त्यति राम्रो बच्चाहरू पढाइ पनि खस्किरहेको छ, कुलतमा फसिरहेको छन्। त्यही भएर समयमै तपाईँहरूले केही सल्लाह सुझाव दिनु होला। हामी पनि सम्झाउँछौँ यताबाट र उनीहरूलाई हस्पिटल पनि लगेर चाहिँ आँखा दुखेको छ भन्दैछ, बरु छिटै चेकअप गराउनु होला भनेर सल्लाह दिनलाई बोलाएको हजुरहरूलाई। हजुर म्याम, हजुर। हुन्छ म्याम, हजुरले हामीलाई सल्लाह दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद है त म्याम। हुन्छ हुन्छ, हस् ख्याल गर्नु। हस् नमस्कार। नमस्कार म्याम। देखिस् त होइन बुढी, तेरा छोराहरूले हेर त मैले यति दुःख गरेर पढाएको के काम लाग्यो भन् त? त्यही 2टा छोरालाई नि हेर्न सक्दिनँ छैन? अरे शिव, मैले के गरेर भ्याउनु? 24 घन्टा पछि लागिरहेको हुन्छु त। अब घरको काम नि गर्नु पर्यो। तिनीहरूको पछि त लाग्न सक्दिनँ है म त। घरको काम गर्नु परेन मैले। गाउँ पछि नलाएर को लाग्छ भन् त? म बिहान आउँदा बित्तिकै काममा जानु पर्दैन? आउन मात्रदैन, तिनीहरूको मैले आज खुट्टा भाँच्छु। केही समयपछि दुवै छोराहरू स्कुलबाट घर फर्कन्छन्। मम्मी, ए मम्मी। हजुर, आयो तिमीहरू? हेलो हेलो। ए आइपुग्यो होइन तिमीहरू? आए त। ओ बिक्की आइज। कहाँ गएर आएको भन् त तैँले? कहाँ गएर आएको भन्? घाँटीमा आइडेन्टिटी कार्ड, साइडमा ब्याग छ भनेपछि के बुझ्नु पर्यो बाबु? राम्रैसँग बुझ्यो होइन? देखिस्, तेरो छोराको घाँटीमा आइडेन्टिटी कार्ड छ, झोला छ। यो त स्कुलमै राखेको रे नि त। स्कुलमै गएको हो त। हो त, देख्नु भयो त, भाइले सँगै लिएर आएको देख्नु भएन? मायाले सम्झाउनु पर्छ कि यो उमेरका केटाकेटीहरूलाई मायाले सम्झाउनु
धेरै माया गरेर बिग्रेका हुन् यिनीहरू। कहाँ गयो त्यो साने? ए साने, यही जा, अगाडि आइज त। तैँले पनि राम्रोसँग पढ्दैनस् होइन? आँखा पनि देख्दैनस् रे। हेर त मुसा जस्तो गरेर बसेको टाउको दुख्छ तँलाई? हामीलाई भन्नु पर्दैन? अनि कहिलेबाट? ओहो, हामीलाई नभनिकन अनि अहिलेसम्म? हेर त 2 महिना 3 महिना भइसक्यो तेरो छोराले आँखा नदेको। हे तँलाई त्यो पनि थाहा छैन होइन? त्यही घाँसपात दाउरा मात्र थाहा। अनि मलाई नभनी कसरी थाहा हुन्छ त? हजुरले पनि त हेर्नु पर्यो नि आफ्नो छोराहरू के गर्दैछन्, कसो गर्दैछन्, कहाँ जाँदैछन्। मेरो मात्रै रिस्पोन्सिबिलिटी हो त? जो चोर देशका ठुलो चोर आयो मान्छे भएर घरको घर धन्दा सकेर छोराहरू हेर्ली भनेको त हेर त। ओहो चुरोट पनि खानुहुन्छ त हजुर मानु बाबुले है? बाफ्रे, होइन यस्तो झुटो खबर चाहिँ कसले लिएर आएको घरमा दिनलाई थाहा पाउन पाएँ त मैले। झुटो होइन? देखिस् यो सबै चुरोट खाएको करामा त देखिस् होइन? भयो तँलाई? जे गर्ने हो तेरो छोराहरूलाई गर अब म सक्दिनँ। ल ल ल हेर तिमीहरू भित्रै ल ल अति रिसा गयो पाउने पनि। ओहो बुढा छोराहरू त खोकेछन्। के भयो कुन्नी? जान हेर मेरो ज्वरो त आएन। के भयो? ज्वरो आए जस्तो छ। नाना थरी खाँदै हिँड्छ के अरे अनि यस्तो बिराम नर के हुन्छ त यो? अब जे जसो भए पनि भोलि बिहान त हस्पिटल लिएर जानुपर्छ बुढो। छोराहरूलाई त निकै गाह्रो भयो जस्तो छ। हुन्छ बुढी जे भयो नि यो मेरै सन्तान हुन्। माया त लाग्छ, गाली गरिहाले पिटिहाले। हेर बरु पैसा पो के कति छ बुढी? अस्ति खसी बेचेर राखेको पैसा छ अलिकति, त्यही भयो नि लगेर जानुपर्छ। हुन्छ बुढी हुन्छ। मेरो पनि काम गरेको पैसा आएको छैन, महिना मरेको छैन। तैँले त्यति भयो नि जोगा गरिछिस्। भोलि बिहानै अब यिनीहरूलाई अस्पताल नलगी भएन बुढी। हुन्छ जाऊ। ल अब हामी पनि सुत्नतिर जाऊँ। अब यिनीहरूलाई भोलि बिहान उठाएर अस्पताल लैहाल्नुपर्छ है त। ल आइज धेरै नमसार तेरो छोराहरूले। भोलिपल्ट बिहानमा होइन यो बिहान कहाँबाट के गरायो फेरि? हस्पिटल जाने भनेको उठ न। हस्पिटल के भएर हामीलाई अस्पताललाई? हिजो रातभरि खोकेर हामीलाई सुत्न दिएको छैन अनि कहिले के जाने भन्छ? कहिलेकाहीँ 1 महिनामा रुवा खोकी कल्लै लाग्दैन र मम्मी। ओहो चुरोट पिउँछ, के भयो फोक्सो कलेजो के भयो जताउन जानु परेन? जाऊ बाबु जाऊ। जस्ती छ। जाऊ। त चल्दैन के रे भाइ? हजुर ल तेरो तयार गर्दैछु बुढा। जाऊ न अबेर हुन्छ फेरि। सबै परिवार स्वास्थ्य जाँच गर्न हस्पिटल जान्छन्। नमस्कार डाक्टर साहब। नमस्कार। तँले चाहिँ फेरि छुट्टै भन्नुपर्छ। नमस्कार गर्नु पर्दैन? नमस्कार गर। ठाडै नमस्ते डाक्टर। के
भएर आउनुभयो होला? हजुर डाक्टर साहब हेर्नु न, यो जेठो छोराले खोके गरेछ रातभरि। यो कान्छो छोराले आँखा देख्दैन अनि टाउको पनि दुखे भनेको छ। एकचोटि चेक जाँच गरिदिनु पर्यो हजुर। हुन्छ, के भयो त बाबुहरूलाई? बाबु आऊ त, जाँच गरौँ, बस। यो खुट्टा राम्रोसँग राख। खोकी लागेको कति दिन भयो बाबु? कसले भने खोकी लाखा भनेर जबरजस्ती सुतेको मान्छेलाई उठेर हस्पिटल लिएर अनि खोकी लागेको अनि घाँटी पनि दुखेको छ कि केही समस्या छैन भनेपछि तिमीलाई? केही छैन समस्या। अहिले पनि खोकिराखेका छौ, समस्या चाहिँ छैन भन्छौ। एकचोटि हेरौँ है त। ल हेर्नु त आउने केही होइन। लामो सास लिनुहोस् त एकचोटि। ल डाक्टर साहब राम्रोसँग चेक गरिदिनु है। हस्, हुन्छ। कति लामो हो? अझै लामो सास लिनुहोस् त एकचोटि। अझै अझै। उहाँले चाहिँ केही भएन भन्नुहुन्छ। सुन्दाखेरि चाहिँ छाती चाहिँ घ्यार घ्यार गरिरहेछ। एउटा एक्सरे गरेर हेर्नुपर्छ। एक्सरे चाहिँ 10 नम्बरमा गरेर आउनुहोस् है त। ए बुढी जा त यसलाई एक्सरे गरेर लिएर आइज जा। ल यहाँ बस सानो। सानोलाई चाहिँ के भयो? बाबु बस त यहाँ, बस। नडरा केही गर्नुहुन्न, बस। सानोलाई चाहिँ के भयो त? टाउको दुख्छ हो? आँखा खोलो त, आँखा खोलो त। माथि माथि हेर, टाउको होइन, आँखा मात्र माथि गर्ने। अलि धमिलो पनि भएको छ, कमजोर जस्तो पनि देखिन्छ। एकचोटि 8 नम्बरमा गएर जाँच गरेर आउनुहोस्, अनि रिपोर्ट अनुसार सल्लाह गरौँला है त। हुन्छ डाक्टर साहब, हुन्छ। लैजा, मोबाइल हेर्ने बेला हेरिस्, अहिले डराएर हुन्छ। लैजा। जाँचहरू गराइसकेपछि उनीहरू पुनः डाक्टर कहाँ पुग्दछन्। आयो रिपोर्टहरू तपाईँहरूको? हजुर डाक्टर साहब, रिपोर्ट आयो, हेरिदिनु पर्यो। के कस्तो आयो रिपोर्ट हाम्रो? सबै राम्रोसँग हेरिदिनुहोस् है डाक्टर साहब। मेरा छोराहरूलाई के भएको छ सबै पत्ता लगाइदिनुहोस् है। हजुर, हुन्छ। एक्सरेको रिपोर्ट हेर्दाखेरि चाहिँ उहाँको एक्सरेमा चाहिँ के अरे छातीमा चाहिँ अलिकति फोक्सोमा दाग जस्तो देखिएको छ। हजुर सुरट खाने गरेछ बाबुले हो? अब त भन्नै पर्यो होला, फोक्सोमै दाग देखेपछि त कहिलेकाहीँ यस्तो साथीहरूसित। यस्तो सानै उमेरमा तिमी चुरट खाने? चुरट खानु हुन्न नि बाबु। चुरटले त क्यान्सर जस्ता घातक रोगहरू पनि निम्त्याउन सक्छ। चुरट खाने होइन है, आजबाट छोड्नुपर्छ। अनि औषधि लेखिदिएको छु अहिलेलाई चाहिँ, औषधिहरू नियमित खाने, अनि त्यसपछि केही दिनपछि फलोअपमा आउनुपर्छ। चुरट चाहिँ छोड्नुपर्छ है। अहिलेलाई चाहिँ राम्रोसँग सम्झाइदिनुहोस् डाक्टर साहब उसलाई, राम्रोसँग। यसरी झुल बोलेर आमा बाउलाई ढाँटेर गर्नु आफ्नै स्वास्थ्यलाई बिगार्नु भएन है बाबु। चुरट स्वास्थ्यको लागि हानिकारक छ, डब्बामै पनि लेखेको हुन्छ, खानु भएन यस्तो पढ्ने मान्छेले है। ल अहिलेलाई चाहिँ यो औषधिहरू लैजानुहोस्। हुन्छ डाक्टर साहब। हस्, सानो पनि हेरिदिनु पर्यो डाक्टर साहब। हेर्नु त रिपोर्ट हेरिदिनु। सानोको नि रिपोर्ट हेर्दाखेरि आँखामा चाहिँ आँखा कमजोर नै रहेछ, निकै कमजोर रहेछ। उसलाई चाहिँ चस्मा लगाउनु पर्ने जस्तो देखिन्छ। मोबाइल कतिको हेर्छ बाबुले? आजकलका बच्चाहरूले मोबाइल हेर्ने गरेर धेरै यस्तो समस्याहरू आइरहेको हुन्छ। त्यही भएर कतिको हेर्छ बाबुले चाहिँ? हेर्छ नि डाक्टर साहब। हेर्नु, खाना खुवाउँदा सुत्दा यसले मोबाइल हेर्न दिन्छ कि यसलाई? मोबाइल चाहिँ हेर्नु भएन है। कति मोबाइल हेरेको सानो मान्छे? मोबाइल हेर्नु भएन नि त। मोबाइल हेरेरै यस्तो भएको हो। अनि त्यसपछि चस्मा चाहिँ अब रेगुलर रूपमा लगाउनु पर्यो, दैनिक लगाउनु पर्यो नछोडिकन। यस्तै गरी मोबाइल हेरिराख्ने हो भने आँखाको ज्योति नै पनि जान सक्छ। अब मोबाइल नहेर्ने है सानो मान्छे है।
अनि उसलाई चाहिँ सागपात अनि फलफुलहरू पहिलो फलफुलहरू टन्न खुवाउनु होला अनि चस्मा चाहिँ दैनिक लगाइराख्नुपर्छ अनि त्यसपछि अहिलेलाई चाहिँ लैजान सक्नुहुन्छ औषधि पनि छ लेखिदिएको यो पनि हाल्नु होला है हस् केही दिनपछि फलोअपमा आउँदा हुन्छ हस् डाक्टर साहब हस् जान्छ है त डाक्टर साहब हस् हुन्छ घर जाने क्रममा सुनिस् होइन त डाक्टरको कुरा छोरो तेरो त छातीमा दागै भइसकेछ नि त सुने बाबा अब त खान्न होला नि चुरोट होइन अब त आफ्नै ज्यानमै कुरा आइसकेपछि त मैले कम गर्नै पर्ने हुन्छ बाबा देखिस् मैले कहिले चुरोट खाएको देखेछस् मैले तिम्रो छोराहरूको लागि भनेर कति दुःख गरेको छु मेहनत गरेको छु तिमीहरूलाई पढाउन भनेको लागि तिमीहरू बिग्रिन्छौ कि भनेर मैले अहिलेसम्म त चुरोटलाई छोको पनि छैन तैँले भने खाएर हिँड्ने है अब मैले कम होइन ठ्याप्पै रोकमला नि त बाबा ल ठिक छ अबदेखि खाना भएन है त छोरो तैँले अझै मोबाइल हेर्छस् मोबाइल फेरि अलिअलि रे ओहो अब के भन्नुभएको छ डक्टरले सुनिस् के भन्नुभयो त आँखाको ज्योति नै जान्छ हो त नि अब यसै गरी तिमीले मोबाइल हेरिरह्यो भने आँखाको ज्योति नै जान सक्छ रे ज्योति गए मैले ज्योति गए ज्योतिलाई कसरी हेर्ने अरे के चस्मा पर्छ फेरि यत्रो ठुलो चस्मा त अब लाउने भनिसकेको छ फेरि त अन्धो हुन्छस् आँखै नदेख्ने हुन्छस् चस्मा लाएर नि देखिँदैन ल हिँड गर डाक्टरको सल्लाह सुझावपछि भने अब दुवै बच्चाहरूमा सकारात्मक परिवर्तन र मनमा आफ्नो स्वास्थ्य सुधार गर्ने भावना आउँदछ र दैनिकमा पनि निकै परिवर्तन देखिन्छ। अब भने विक्कीको बुबाले पनि मोबाइललाई भन्दा पत्र पत्रिकालाई बढी प्राथमिकता दिन थालेका छन् र रेडियो समाचारहरू सुन्न थालेका छन् र उता विक्की पनि आफ्नो पढाइमा बढी ध्यान दिन्छ। पत्रिकामा नि राम्रै कुरा आउँदो रहेछ त समाचार पनि सबै पत्रिकाबाटै थाहा आउँदो रहेछ त ए बुढी ल हेर्न आइज न यहाँ पढ्न आइज त हेर्न आइज यहाँ पत्रिकाले के लेखेको छ ल हेर त मोबाइल भन्दा नि पत्रिकाले राम्रो समाचार दिँदो रहेछ त हेर त संसार हेर्न आँखा खोल फोन होइन ओहो हेर त कस्तो राम्रो लेखेको हो अन्त नि है यस्तो राम्रो चिज सिक्न पाइँदो रहेछ हेर पत्रिकाबाट हेर आजभोलि त हाम्रा छोराहरू पढ्न थालेका छन् कुलतबाट नि निस्किसके खान् यिनीहरू मोबाइल पनि हेर्दैनन् हेर त ओहो यो सबै मेरो बुढीको कारणले त हो नि धेरै मक्ख नपार नि फेरि बिगारे नि बुढीले सपारे नि बुढीले दोष जति बुढीलाई नै हो नि बुढी हो यो पढ्न छोडेर फेरि झ्याप्पै पढ्न थाल्दा त अलिकति गाह्रो चाहिँ हुँदो रहेछ डु भन्छ त्यसपछि के भाइ त्यति त नगर्नु म अन्त धेरै क्लास हो क्या तपाईँ अरूलाई भन्नु हुँदैन नि फेरि बिजत हुन्छ मेरो अब बल्ल आजबाट पो पढ्न थाल्ने हो त पहिला तेरो दाइ फेरि म चाहिँ कामतिर लागेँ है बुढी छोराहरूलाई राम्रोसँग खाना खुवाएर स्कुल पठाएछ है त हस् हस् मैले गरेको होमवर्क त भेरी गुड पास त तैँले हिजो त मलाई पनि मिसले गुड दिनु ओहो के छलफल गरेका दुईटै भाइहरू पढाइको गरेको हो अब त स्कुल जान बेर भएन र होमवर्क गरे भ्यायो ल त्यसो भए स्कुल जान रेडी हुने त हुन्छ मम्मी यति आज म्यामले सोध्छु भन्नुभयो यति खोज्छु है ए ल ल ल म सानैलाई रेडी गर्दै गर्छु तिमी पढ्दै बस है त ल ल ल यति भएछ त आज मैले खतरनाक एन्सर त भन्छु होला म्याम पनि दङ्गै आज त यसले कहाँबाट एन्सर आएछ ल जाम जसेर धेरै दुःख गरे अस्ति त्यतिको हस्पिटल गएर डाक्टरले एउटाको आँखाको ज्योति जान्छ अर्कोको परशु र कलेजो जान्छ नभन्दा भए त सुत्रिन अलिकति गाह्रै पर्छ
अब पहिल्यैदेखिको लत हो भाइ, गाह्रै पर्थ्यो हेर। तर त्यति बेला डक्टरले तेरो ज्यानमै कुरा आउँछ भनेपछि मर्नै त भएन चुरोटले गर्दा। अब तँ पनि हेर मोबाइल हेर्न छोडिस् आजकाल, म पनि ठिक छु। अब हामीले दुईवटा दाजुभाइ मिलेर त्यो बाबुआमाले दिन रात नभनी गरेको दुःखको पसिनालाई बुझेर हामीले अब उनीहरूको राम्रोको लागि केही गर्नै पर्ने हुन्छ भाइ। हेर अलिक सानै छस् त, ठिक छ, बुझ्छस्, बुद्धि आउँछ तेरो बिस्तारै। ओइ बिकी बिकी यता यता यता। अब साथी हेर के भयो के भयो भन्दाखेरि अस्ति बाबुआमाले हस्पिटल त लिएर गए। हेर यो चुरोट खायो भने त घातक रोग लाग्ने रहेछ। के भन्न फेरि के कस्तो लङ्स क्यान्सर रहेछ। अब माई गड अलिअलि बुझेको थिएँ के लङ्स लङ्स क्यान्सर भनेको चाहिँ के बुझिस् इङ्ग्लिसमा भनेर रहेछ फोक्सोको रोग के भनेको थियो त्यस्तै क्यान्सर होला हो तर डल्ली धुवा पारेर हुँदो रहेछ शरीरलाई, बुझिस् नि। अब हेर गएर बसिहाले, जबरजस्ती जान मन त थिएन, गएर बसेको यस्तै पारा हो भने त ज्यानमा कुरा आउँछ भनेपछि अब अलिक खाना गाह्रो पऱ्यो। तँ नि अलिकति सुध्रिन्छस् कि साथी? मेरो साथी होस्, पहिला सुध्रिनै पऱ्यो। पहिला एकअर्काको सङ्गतले बिग्रेको थियौँ, अब एकअर्काको सङ्गतले सब्रिने हो कि हामी? ओ के छ विचार? ठिक छ त्यसो भए जानुपर्छ हिँड। हुन्छ हुन्छ भाइ र यसरी कुलतमा फसेका बिक्कीले समयमै आफूमा राम्रो सोच Thank you.